मेरो जीवनको उद्देश्य निबन्ध। उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। लक्ष्मीप्रसाद देवकोटाको यो प्रसिद्ध पंक्तिले मलाई जीवनमा ठूलो र सार्थक उद्देश्य लिन प्रेरित गर्थ्यो। तर सानो छँदा भने मेरो खासै कुनै उद्देश्य थिएन। शिक्षकहरू र गाउँका अग्रजहरू प्राय सोध्थे, बाबु ठूलो भएपछि के बन्छस्? तर म मौन बस्थेँ, किनकि मलाई न त उद्देश्य के लिने भन्ने थाहा थियो, न त त्यसलाई कसरी प्राप्त गर्ने भन्ने ज्ञान थियो। जसोतसो अलिक ठूलो हुँदै जाँदा मैले राम्रो राजनीतिज्ञ बन्ने सपना देखेँ। त्यस दिशामा केही गतिविधिमा संलग्न पनि भएँ, तर परिस्थितिले त्यो सपना त्याग्न बाध्य बनायो। राजनीति भन्ने काम सरल रहेनछ, विशेष गरी मध्यमवर्गीय वा निम्न आय भएका व्यक्तिहरूका लागि। जीवनको त्यो मोडमा म राजनीतिभन्दा पनि व्यावसायिक क्षेत्रतर्फ मोडिएँ। त्यसपछि मैले इन्जिनियर बन्ने उद्देश्य बनाएँ। 3 वर्ष ओभरसियरको अध्ययन पनि गरेँ, तर पछि बुझ्दा थाहा भयो इन्जिनियर बन्न विज्ञान विषयको पृष्ठभूमि अत्यावश्यक रहेछ। विज्ञान नपढेको कारण त्यो सपना पनि अधुरै रह्यो। त्यसपछि म विदेश जाने चाहनातर्फ मोडिएँ। केही देशहरू घुम्ने अवसर पनि मिल्यो, तर विदेशमा नेपालीहरूको अवस्था देख्दा मन दुख्यो। राम्रै जागिर वा व्यवसायमा भए पनि नेपाली हुनुको अपमान सहनु पर्यो। अन्ततः जीवनको वास्तविक र शान्ति र सन्तोष आफ्नै मातृभूमिमा भेटिन्छ भन्ने बोध भयो र स्वदेश फर्किएँ। स्वदेश फर्केपछि लाग्यो अब यही रहेर केही अर्थपूर्ण उद्देश्य लिनुपर्छ। त्यसपछि मैले 2 मुख्य उद्देश्य तय गरेँ। पहिलो कलेजमा पढाउने, दोस्रो विद्यावारिधि PhD गर्ने। पहिलो उद्देश्य त 7 वर्ष अघि नै पुरा भइसकेको छ। अहिले त्यो जिम्मेवारी अझ विस्तारिएको छ। अझ मेरो लक्ष्य हो आफूलाई असल र सक्षम अध्यापकका रूपमा स्थापित गर्नु। अर्को उद्देश्य विद्यावारिधिको यात्रामा म पहिले कदम अघि बढाइसकेको छु। सम्भवतः आगामी 2-3 वर्षमा यो पनि पुरा हुनेछ। यदि त्यति समयमा सकिएन भने थप 1-2 वर्ष लाग्ला, तर यो उद्देश्य पनि पुरा हुनेछ भन्ने विश्वास छ। तर असल र सक्षम अध्यापन बन्ने मापदण्ड के हो र कसरी मान्ने कि त्यो उद्देश्य पुरा भयो? मेरो बुझाइमा यो उद्देश्य कुनै निश्चित गन्तव्य होइन, निरन्तर यात्रा हो। आफूले रोजेको मार्गमा इमान्दारी, समर्पण र मेहनतका साथ लागिरहनु नै सफलता हो। असल र सक्षम भएको मूल्याङ्कन त अरूले गर्ने कुरा हो, तर आफू भने सधैँ सिक्ने र सुध्रने यात्रामा रहनुपर्छ। अब लाग्छ मेरा उद्देश्य फेरिने सम्भावना कमै छ। जुन उद्देश्य छनौट गरेको छु त्यो नै मेरो जीवनको सार हो र यस्तो जीवन लक्ष्य कसरी अधुरो रहन सक्ला र? हाम्रो यस भिडियो तपाईँलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनुहोला।